हर्क साम्पाङ अब उहाँले उठान गरेको जुन श्रम संस्कृतिको विषय छ नि, जनश्रमदानबाट सार्वजनिक कामहरू गर्ने भन्ने हाम्रो नेपालको एउटा परम्परा पनि थियो। पछि अब आधुनिकीकरण हुँदै गयो, सहर पनि आधुनिकीकरण गर्दै जाँदाखेरि त्यो परम्परा अलिकति टुटेको थियो र अहिले यो बदलिँदो परिप्रेक्ष्यमा हैन, यत्रो टेक्नोलोजीहरू अगाडि आइसकेको अवस्थामा पनि फिजिकल्ली मान्छे उपस्थित भएर पनि धेरै कामहरू चाहिँ दिन सकिँदो रहेछ भन्ने जुन उदाहरण नै उहाँले गरेर देखाउनु भयो, त्यो अत्यन्तै राम्रो भन्छु। हामी काठमाडौँमा कति मान्छे छौँ? 20-30-40-50 लाख मान्छे छौँ होइन। कहिलेकाहीँ यसो सरकारी अभियान पनि बागमती सफाई अभियान भन्छन् होइन, निश्चित मान्छेहरू जान्छन्, निश्चित मान्छे ब्यानर लाउँछन्, टोपी लाउँछन्, त्यो ड्रामा भन्छु कि म हो। रियल चाहिँ हर्क साम्पाङले गरे जस्तो आउनु पऱ्यो कि मान्छे सकिँदैन। 1 महिनामा बागमती सफाई हुन सक्छ, जस्ट इमेजिन कि त्यही धरानको मुड यहाँ ल्याइदियो भने। अहिले सुरु भएको छ ठाउँ ठाउँमा। सो श्रम संस्कृतिलाई प्रमोट गर्ने हिसाबले चाहिँ उहाँको सराहनीय काम हो। अब त्योभन्दा बाहेक अब स्ट्याटस लेख्ने, गीत गाउने, गीत पनि राम्रै गाउनुहुन्छ होइन। अब स्ट्याटसहरू चाहिँ अलिक बढी भयो कि जस्तो चाहिँ फिडब्याक छ। अब पार्लर सम्बन्धी सम्पूर्ण तालिम तथा सर्भिसका लागि देशका विभिन्न 30 शहरमा द ब्युटी ओल मेकअप पार्लर ट्रेनिङ सेन्टर। मोबाइल नम्बर 9824959022।